विपदको घडीमा अब फाइनान्सियल सेक्टर भनेको त इकोनोमीको मेरुदण्ड नै हो नि। जब मेरुदण्ड भनिसकेपछि त्यसले जुन किसिमको आर्थिक विकासमा टेवा दिने कामहरू चाहिँ गर्छन्, त्यो विपदमा भए पनि अरूमा भए पनि उसले जुन किसिमको आफ्नो काम गर्नुपर्ने, आफूले टेवा दिनुपर्ने, सहयोग गर्नुपर्ने, एउटा सहायकको भूमिका खेल्नुपर्ने आफ्नो ठाउँमा छँदै छ। र विपदको घडीमा भयो भने त्यो द्याट सिम्पली बिकम्स अनदर अलिकति इम्पोर्टेन्ट भएको, अलिकति उसको उपस्थिति खोजेको त्यो किसिमको एउटा चाहिने कुरा आफ्नो ठाउँमा छँदै छ। यही क्रममा चाहिँ तपाईँले चाहिँ सायद याद होला, 12 गतेको भूकम्पपछि 13 गते पनि भूकम्प आएको थियो, तर सायद 14 गते 90% ब्याङ्कहरू सञ्चालनमा आइसकेका थिए, यो सबै शाखाहरू भनेको त्यो बुझ्नु न। ऱ्यापिड रेस्पोन्समा सबै कमर्सियल ब्याङ्कले एक लेभलको क्षमता जुन देखायो, त्यो नेपालको सायद वित्तीय क्षेत्रको इतिहासमा पनि हामी जस्तोसुकै विपद आउँदाखेरि पनि सबैलाई जुन किसिमको ब्याङ्किङ सर्भिसेस दिन सक्छौँ भन्ने कुराको एउटा प्रत्याभूति हो हैन। अब यही किसिमको स्पिडमा अहिले पनि हामी बढिरहेका छौँ। जस्तै अहिले पनि तपाईँ सोच्ने हो भने इन्क्लुडिङ यो राहत वितरणमा ब्याङ्कहरू जति जुन हिसाबले अगाडि आयो, त्यसको चाहिँ राहतमा योगदान दिँदा जुन अगाडि आयो, त्यो अरू कुनै पनि बिजनेस सेक्टरले यो किसिमको चाहिँ उदारता देखाएको जस्तो मलाई लागेन। अब यो त भयो हामीले विपदमा परेको मान्छेले कसरी सहयोग पुर्याउन सक्छौँ भन्ने कुरा भयो। अब यहाँभन्दा पछिको मलाई लाग्छ फाइनान्सियल सेक्टरको भूमिका झन् महत्त्वपूर्ण छ। बिजनेसलाई फेरि उकास्नुको लागि त्यो लेभलको कन्फिडेन्स लेभलमा हामीले सहयोग पुर्याउनुको लागि जति गर्नुपर्ने हुन्छ। अब यसमा भनौँ न, कतिपय कुराको व्यवसाय अलिकति असर गरेको होला, कतिपयको चाहिँ मतलब घरहरू चाहिँ जुन हिसाबले भत्केको छन्, त्यसमा हामीले कसरी उसलाई एकोमोडेसन गरेर सहयोग गरेर कन्फिडेन्स लेभल इकोनोमीमा बढाएर कसरी अगाडि बढ्ने भन्ने कुरामा हामी अगाडि आउनै पर्छ। मेरो लागि चाहिँ मात्रै कसरी चाहिँ हामीले चाहिँ फर इक्जाम्पल प्रोटेक्सन खोज्ने, म मात्रै चाहिँ मतलब असल भएर कसरी बाँच्न सक्छु, म मात्रै चाहिँ केही कुरो वास्ता नगरिकन आफू मात्रै चाहिँ म बिजनेस कसरी चलाउँछु भन्ने हिसाब कमर्सियल ब्याङ्कले फर इक्जाम्पल फाइनान्सियल सेक्टरले सोच्न सक्दैन। जब मसँग व्यापार गर्ने मान्छेको व्यापार राम्रो भएको छैन भनेपछि म जस्तोसुकै कडा भए पनि, जस्तोसुकै मतलब राम्रो गर्ने कोसिस गरे भए पनि त मेरो अल्टिमेटली यही फाइनान्सियल सेक्टरमा डिपेन्डेन्ट भएको जुन हाम्रो क्लाइन्टली बेस छ अथवा अर्थतन्त्र छ, त्यो अर्थतन्त्रको राम्रो काम गर्न सकेको अवस्थामा ब्याङ्क राम्रो हुने हो अथवा वित्तीय संस्था राम्रो हुने हो। त्यसको लागि अब यो विपदभन्दा पछिको चिजमा हामीले सबैलाई सहयोग पुर्याएर सबैले एउटा एकोमोडेसनै गरेर कसरी अगाडि बढ्ने भन्ने कुरा सबैले सोच्नै पर्छ। अब यो चिजमा त अलिकति घर कर्जाको रूपमा राष्ट्रिय ब्याङ्कले जुन एउटा नीति ल्याएको छ त्यसमा हामीले सहयोग गर्न आफ्नो ठाउँमा छँदैछ। तर त्यो मात्रै होइन, त्यसको अतिरिक्त व्यापार व्यवसायमा जुन स्ल्याकनेस आएको छ, टुरिज्ममा स्ल्याकनेस जुन आएको छ, त्यो सबै चिजलाई आफैले काँधमा काँध मिलाएर सबैसँग चाहिँ एउटा सहकारी कसरी गर्ने भन्ने कुरा त्यो अगाडि बढ्नुपर्छ र बढ्छ पनि। यो अब तपाईँले सायद गभर्मेन्टले अहिले यही आन्तरिक ऋण उठाउने क्रममै 3टा यो ट्रान्स निकालिसक्यो। त्यसमा पहिलो 5 वर्ष, अनि 7 वर्ष, अनि अस्ति मैले 9 वर्ष 9 होइन। त्यसको रेस्पोन्स हेर्ने हो भने सुरुमा ब्याङ्कहरूले हाल्यो 4% हाल्यो, पछि आएर 3.77 भयो, अब 3.9 मा आएको छ भनेपछि कमर्सियल ब्याङ्करसँग जुन रिसोर्सेस जुन छ नि त्यो फुल मात्रामा पुरा मात्रामा युटिलाइज नभइरहेको भन्ने कुरा यहाँ त्यो पनि छन्। तर त्यति हुँदा भने पनि मलाई के लाग्छ भने 9 वर्षसम्मको यो तपाईँले चाहिँ पुनर्निर्माणकै लागि पैसा उठाउनु भएको छ भने कमर्सियल ब्याङ्कसँग आज लिक्विड फन्ड भएको एउटा पैसा छ भन्दैमा 3% पैसा 9 वर्षलाई उठाउने, त्यो साथ चाहिँ राष्ट्रिय ब्याङ्कको अथवा फर द्याट म्याटर गभर्मेन्टको पोलिसीमा मलाई अलिकति चित्त नबुझेको हो। त्यसलाई एउटा बेन्चमार्क पैसा तोक्नु थियो। जस्तै 5 वर्षलाई 4% भयो, 7 वर्ष भयो कमसेकम 5%, त्यसपछि 9 वर्षसम्म भयो पैसा। आजभन्दा 9 वर्षपछि के हुन्छ कसलाई के थाहा हुन्छ। मेरो त कस्ट अफ फन्ड भनेको चिज त बढी घटी हुने त मार्केटको ट्रेन्ड अनुसार घटबड भइ नै रहन्छ। 9 वर्षसम्म मैले रिस्क लिने हो भनेको गभर्मेन्टमा पैसा मैले लगाउने हो भने मेरो भोलिको कस्ट अफ फन्ड कति हुन्छ भने थाहा हुँदैन। अब घटेर गयो म अलिक बेनिफिट हुन्छु। र अहिले जस्तै ट्रेजरी बिलमा जुन किसिमको मिनिमम रेट चलिरहेछ त्यही हिसाबले कन्टिन्यू भयो भने म बेनिफिटेड हुन्छु। तर 9 वर्षमा गभर्मेन्टले से फर इक्जाम्पल 3% पैसा उठाउँछ पुनर्निर्माण भनेपछि 3%कै एउटा चाहिँ सबैले पाउने नै गरी एउटा डेभलपमेन्ट बन्ड निकाले पनि केही फरक पर्नेवाला थिएन नि। एउटा लामो अवधिको लागि तपाईँले जब बजारबाट पैसा उठाउनुहुन्छ त्यो पनि कमर्सियल ब्याङ्कले बेस गरेर पैसा उठाउनुहुन्छ भने उनीहरूलाई एक लेभलको कम्पिटिसन भनेर यो किसिमको कम्पिटिसनमा राख्नुभन्दा एउटा फिक्स्ड प्राइसिङ पोलिसी
लिएर अगाडि बढ्यो भने त्यसमा चाहिँ बरु कमर्सियल ब्याङ्कले भाग पनि लगाइदेऊ किनभने अहिले समाचार पत्रमा आइरहेछन् नि मसँग 1 खरब रुपियाँ भन्दा बढी भूकम्पपछि डिपोजिट बढाएको छ लगानी 2-3 करोड पनि अरू पनि भएको छैन भनेपछि जुन किसिमको ब्याङ्किङ सेक्टरमा मान्छेहरूले हिजो सार घरमा राखेको पैसा पनि आयो होला रेमिट्यान्स पनि बढेको छ कन्फिडेन्स बढेको छ किनभने ब्याङ्कले जुन भने नि आफ्टर यो अर्थक्वेक जुन किसिमको हामीले काम गर्न सकेका छौँ त्यसबाट सबैमा यो ब्याङ्कहरू भनेको यस्तो रहेछ दे आर अल आउट मतलब कोअपरेसन गर्नलाई आफ्नो ट्रान्जेक्सन चाहिँ म खोल्नको लागि उनीहरू अगाडि आइरहेछन् भनेपछि तपाईँलाई अलिकति जुन कन्फिडेन्स भएको छ त्यसको पनि एउटा परिणाम हो अब यस सबै कुरा आइसकेपछि आज 1 खरब बढ्ता आएको भनेको चिज त मसँग आज फर इक्जाम्पल सनराइज ब्याङ्ककै कुरा गर्ने हो भने मसँग चाहिँ 2-4 अरब रुपियाँ फ्री पैसा होला तर त्यो पैसा मैले आज ट्रेजरी बिलमा पुरै राख्ने भनेको त भएन नि अथवा चाहिँ डेभलपमेन्ट विकास ऋण पत्रमा पुरै राख्ने भनेको त भएन भोलि यो निर्माणको काम सुरु भइसकेपछि बजारमा सायद कर्जाको माग फेरि बढ्छ अवश्य बढ्छ हैन अनि सर्कुलेसन अफ मनी हुन्छन् गभर्नमेन्टले जब पैसा खर्च गर्न सुरु गर्छ त्यो खर्चको लागि मान्छेहरूले अब यस चिजलाई हामीले कुनै इन्फ्रास्ट्रक्चरमा कुनै ट्रेडिङमा कुनै चाहिँ सप्लाइजमा मान्छेले जब व्यवसायको एक्टिभिटी बढ्छ नि भनेपछि कर्जाको माग त बढ्छ नि अब त्यो कर्जाको माग बढेको बेलामा अनि ब्याङ्कहरूले ल मैले 3% बेकारमा लगाएको छु भन्ने कुरा त्यो फिलिङ पनि हुनु पनि दिनु पनि भएन भोलि अब गभर्नमेन्टलाई अब अलि चाहिँ हेर्ने हो भने नेसनल प्लानिङ कमिसनले 8 खरब भन्दा बढ्ताको जुन बजेटलाई चाहिँ सिलिङ टोक्यो भनेका छन् त्यही सिलिङसम्म काम गर्दाखेरि पनि गभर्नमेन्टले बजारमा फेरि पैसा उठाउनु पर्ने हुन्छ नि हैन यो सबैले लङ टर्ममा हिसाब गरेर एक लेभलको बेन्चमार्क गरेर सबै कमर्सियल ब्याङ्कसँग अहिले प्रशस्तै पैसा छ सबैलाई यसमा पार्टिसिपेट गरेर एउटा भागबण्डाको हिसाबमा प्रोपोर्सनेटली पनि ल तिमीले 50 करोड तिमीले 1 करोड अथवा भनौँ तिमीले चाहिँ 20 करोड मात्र भनेको भए पनि सबैले बराबर पार्टिसिपेट गर्न पाउँथ्यो अब तपाईँसँग सबैसँग पैसा बढी छ अनि म चाहिँ लिलाम गर्न कोसिस गरिरहेछु हैन लिलाम गर्दाखेरि मलाई 10 करोड मेरो भाग परोस् भन्ने कुरा भएपछि म सकेसम्म कमका कममा राखेर गएँ अब कम राखेर जाँदाखेरि 9 वर्षको 3% को रिटर्न राम्रो छ चाहिँ पाटो हेर्नु पर्यो किन कमर्सियल ब्याङ्कहरू पनि सस्टेनेबल हुनु पर्यो नि तर त्योभन्दा अतिरिक्त कुरा के हो भने अब मैले चाहिँ गभर्नमेन्टमा चाहिँ जुन एसएलआर हामी भन्छौँ स्ट्याट्युटरी लिक्विडिटी रेसियो त्यो 12% राख्नुपर्छ त्यो 12% जहिले पनि राख्नुपर्छ त्यो पैसा राख्नलाई पनि त मेरो अलिकति पैसा रिटर्न आउने भयो त्यसबाट मैले केही फाइदा उठाउन सक्छु भनेर अहिले चाहिँ कम्पिटिसनमा त्यो किसिमको डेभलपमेन्ट बन्ड पनि त्यो सस्तो दरमा लिएर जाँदाखेरि राष्ट्र ब्याङ्कले क्याप लगाउनु पर्ने हो क्या मलाई लागेको हैन सपोर्ट हो यो बेलामा कमर्सियल ब्याङ्कहरूलाई पनि जुन किसिमको कामहरू उनीहरूले गरिरहेका छन् उनीहरूलाई पनि धेरै मर्का नपर्ने एउटा सपोर्ट लेभल खोज्यो भने त इकोनोमीमा तपाईँले कुन लेभलको इन्ट्रेस्ट रेट खोजेको हो भन्ने कुरा पनि त नियामक राष्ट्र ब्याङ्कले फर द्याट इक्जाम्पल उसले हेर्नुपर्ने कुरा त्यो हो नि हैन मसँग आज 2 पैसा बढ्ता छ भन्नेमा चाहिँ सकेसम्म चाहिँ घटीमा पैसा उठाउँ भन्ने कुराको त्यसरी चाहिँ मेकानिजम नउठाएर एक लेभलको मिनिमम इन्ट्रेस्ट रेटलाई फिक्स गरेर 9 वर्षको 10 वर्षको बन्ड भनेको चिज छ मलाई लाग्छ त्यसमा योभन्दा पहिले त्यसै हुन्थ्यो नि मिनिमम लेभलको 80% रेट भन्ने कुरा भएर गयो भने राम्रो हुन्छ अब लाग्छ अब यो त्यसो भयो क्या मोनेटरी पोलिसीको सही गलत भन्ने कुरा भन्दा पनि जुन बेला जस्तो किसिमको सिचुएसन फेला पर्छ त्यसलाई तपाईँ कसरी रेस्पोन्स गर्ने भन्ने पर्यो हैन अब योभन्दा पहिलेको मोनेटरी पोलिसी त्यसको त्यो बेलाको परिप्रेक्ष्यमा ठिक थियो होला सही थियो होला तर अब यो पोस्ट अर्थक्वेक महाभूकम्प पछिको इकोनोमी कसरी अगाडि बढ्छ गभर्नमेन्टले इन्फ्रास्ट्रक्चरमा कसरी पैसा खर्च गरेर जान्छन् र यो चिजमा इन्फ्लेसन बढ्न नदिनुको लागि राष्ट्र ब्याङ्कले के पोलिसी अपनाउँछ त्यो इम्पोर्टेन्ट छ नि फर इक्जाम्पल अब 5 वर्षको चाहिँ नागरिक यो बचत पत्रमा राष्ट्र ब्याङ्कले आफैले 8% दिएर हिँड्यो हैन त्यो मानेमा के भने मैले फिक्स्ड डिपोजिट रेटलाई त्योभन्दा बढी राख्नुपर्ने अवस्था आयो नि तर ब्याङ्कहरू त्यसमा कुरेको छैन त्यसरी 1 वर्षमा अहिले 7.5-7 सम्म मात्रै ब्याङ्कहरू गइरहेका छन् त्यो पनि सबै ब्याङ्कले अफर त्यो पनि गरेको छैन भनेको म त्यति लामो अवधिसम्म ब्याङ्कहरूले त्यसरी चाहिँ एउटा कमिटमेन्ट गरेर जानै सक्दैन हामी त सर्ट टर्म पोलिसीमा एउटा सर्ट टर्म फन्डिङमा चल्ने मान्छेहरू भए अनि राष्ट्र ब्याङ्कको अब मोनेटरी पोलिसीमा सबभन्दा मलाई लागेको ठुलो च्यालेन्ज अब आगामी वर्षको लागि भन्ने हो भने त्यो इन्फ्लेसन कन्टेन गर्ने सबभन्दा ठुलो कुरा हुन्छ हैन नेपालमा त्यत्रो ठुलो विनाशकारी भएछ त्यो विनाशलाई सस्टेन गर्नको लागि मान्छेहरूलाई चाहिँ एउटा घाँस बाँसको कुरा व्यवस्था गर्नको लागि त सरकारले खर्च गर्छौँ भनेर नै पैसा उठाइरहेको छ नि हैन बाहिरबाट आएको राडको मतलब पैसै होस् त्यो जुन कोष आएको छन् अथवा चाहिँ गभर्नमेन्टले आफैले पनि बढ्ता खर्च गर्छु भनेर जुन लागिपरेको छ त्यसले गर्दाखेरि इकोनोमीमा बढ्ता पैसा आउँछ अवश्य आउँछ त्यो आएको पैसाले गर्दाखेरि इन्फ्लेसनमा चाहिँ अलिकति थप प्रेसर त पर्छ त्यो चिजमा राष्ट्र ब्याङ्कले अलिकति यसलाई अगाडि चाहिँ हेबार हुन नदिनुको लागि जस्तै भनौँ न इकोनोमी जब बढ्दै एक्सपान्ड हुन्छ
भनेपछि कर्जाको बढ्दै माग हुन्छ, म कर्जाको रेट बढाउँछु नि हैन, माग बढ्दै भएपछि अभियसली डिमान्ड सप्लाईको थ्योरी हो। माग बढाउने मसँग फेरि रिसोर्सेस हुँदैन, अनि जब मसँग स्रोतको कमी हुन्छ म फेरि डिपोजिट रेट बनाउँछु हैन। अब यो राष्ट्रिय ब्याङ्क त्यो प्रेसरमा के हुन्छ भने बजार भाउमा चाहिँ सामानको हिसाबले बजार भाउमा प्रेसर बढ्ने, मान्छेको चाहिँ मतलब क्रय शक्ति बढ्ने हैन। अब त्यो हाइपर इन्फ्लेसनमा चाहिँ मतलब मान्छे गइसकेपछि अनि यो इन्ट्रेस्ट रेटले त्यसलाई चाहिँ हामी कसरी कन्ट्रोल गर्ने भन्ने कुरामा यो डेभलपमेन्ट बन्डले जुन कुरा इन्डिकेसन गरेको हो त्यही अनुसार अगाडि बढ्न सक्नु पर्थ्यो। मलाई लाग्छ राष्ट्रिय ब्याङ्क यसमा चाहिँ अलिकति सतर्क भएर राष्ट्रिय ब्याङ्क र अर्थ मन्त्रालयको फिस्कल पोलिसी र मोनेटरी पोलिसीमा तारतम्य मिलाएर अगाडि बढ्नुपर्छ। इन्फ्लेसनलाई चाहिँ साँच्चै कसरी कन्ट्रोल गर्ने भनेर कमर्सियल ब्याङ्कहरूलाई निर्देशन दिएको भरमा हुँदैन हैन, किनभने निर्देशन दिन सकिन्छ। त्यो निर्देशनलाई चाहिँ हामीले कुन रूपमा अगाडि लिएर जान सक्छौँ, त्यो इन्भाइरोमेन्ट कसरी क्रिएसन गर्ने भन्ने कुरा अर्को कुरा हो। सबै कमर्सियल ब्याङ्कहरू हाम्रो बिएफआईहरू अहिले एक लेभलको म्याच्योर छन् नि, म्याच्योर भएको हुनाले उसले राम्रोसँग पोलिसी दिएर जान सक्यो भने उनीहरूको नै भन्दै भन्दैन। राष्ट्रको लागि काम गर्ने चिज भनेकै राष्ट्र ब्याङ्कले भन्यो भनेर गर्नु भन्दा पनि त्यो आफ्नो ठाउँमा इम्पोर्टेन्ट छ, तर त्यो भन्दा पनि बढ्ता इम्पोर्टेन्ट के हो भने मेरो संस्थालाई मैले सस्टेनेबल कसरी बनाउने भन्ने कुराको एउटा रेस्पोन्सिबल छ नि। वाणिज्य ब्याङ्कबाट सबै अथवा ब्याङ्क तथा वित्तीय संस्थाहरू छ, जनताकै पैसामा त्यसको कस्तो दिन भएरै हामी काम गरेको हुनाले त्यसलाई एक लेभलको सस्टेनेबली ग्रो कसरी गर्ने भन्ने कुरामा जानुपर्छ र त्यसलाई कसरी प्रोटेक्सन गर्ने भन्ने कुरा म गभर्नर साहबको फेरि पनि कुरा सम्झन्छु। उहाँले आउने बित्तिकै फाइनेन्सियल स्टेबिलिटी भन्नुभएको छ सुरुमा, उहाँको तीनटा प्रायोरिटी के भनेको फाइनेन्सियल स्टेबिलिटी उहाँले भन्नुभएको थियो हैन। उहाँ त्योप्रति हामी अहिले आशावादी बढ्ता भइरहेका छौँ, आशावादी हैन। त्यही मानेमा चाहिँ सबै फाइनेन्सियल सेक्टर सस्टेन हुने भनेको इन्टायर इकोनोमी सस्टेन हुने हो। लेट्स होप यो अहिलेको मोनेटरी पोलिसी त्यतिर ध्यान दिन्छ। त्यसै होइन, इन्सुरेन्स गर्दाखेरि त्यो इन्सुरेन्सको एउटा बेसिक फिचरहरू थाहा हुनु पऱ्यो क्या। मैले 1 करोड पर्ने आफ्नो घरलाई से फर इक्जाम्पल 50 लाखमा बिमा गरेँ भने त्यो घर ध्वस्त भयो भने इन्सुरेन्स कम्पनीले मलाई 1 करोड तिर्दैन अथवा 50 लाख पनि तिर्दैन। 50 लाखमा मेरो इन्सुरेन्स छ, घरको भ्यालु मेरो 1 करोड छ भने उसले 50 लाख चाहिँ तिमी देऊ भन्दाखेरि त्यो इन्सुरेन्स भ्यालु अनुसार इन्सुरेन्सले तिर्दैन। किन तिर्दैन भने एउटा त्यहाँ अन्डर इन्सुरेन्स भन्ने क्लज छ क्या। एउटा अन्डर इन्सुरेन्स भनेको जब मैले 1 करोड जाने आफ्नो सम्पत्तिलाई 50 लाखमा म बिमा गर्छु भने 50 लाख मैले सेल्फ इन्स्योर गरेको भयो क्या। त्यो द्याट सर्ट अफ एजम्सन होइन भने अब पुरै भड्केपछि 50 लाख उसले दिने भएन, 50 लाख मैले तिम्रो 50% मेरो 50% भन्छ। किन बिचको चाहिँ जुन प्राइसको डिफ्रेन्स जुन छ त्यो त सेल्फ इन्सुरेन्सको हो। त्यो सेल्फ इन्सुरेन्सको कन्सेप्टमा गएको हुनाले हामी यहाँ धेरै सतर्क छौँ। यसमा ब्याङ्कहरूले चाहिँ कुनै पनि हाम्रो सम्पत्तिहरू जस्तै बराउ गर्ने लोन दिने बेलामा जुन सम्पत्तिमा हामी लगानी गर्छौँ त्यसमा इन्सुरेन्स गर्दाखेरि फुल भ्यालुमा होस् भन्ने कुरा हामी चाहन्छौँ एउटा कुरा। दोस्रो कुरा के हुन्छ भने कदाचित त्यस्तो चाहिँ कोही त्यो हाम्रो म इन्सुरेन्स किन गर्छ भन्ने पनि आउँछन् नि हैन। इन्सुरेन्स भनेपछि पैसा किन बढ्ता तिर्ने भन्ने पनि आउँछन्। त्यो मानेमा चाहिँ फर इक्जाम्पल मैले चाहिँ लगानी गर्दाखेरि उसको जग्गाको भ्यालुएसनले नै मेरो पैसा उठ्ने भयो, मलाई पुग्ने भयो भने घरमा चाहिँ हामी खासैले भइहाल्ने जग्गा भएर उठिहाल्छ, घरमा उसले इन्सुरेन्स गर्दैन भने पनि के फरक पर्छ भन्ने किसिमको कन्सेप्टमा पनि जानु पनि सकिन्छ। तर नर्मल्ली हामीले लगानी गर्दाखेरि लगानी कति छन् त्यसमा चाहिँ इन्सुरेन्स गर्ने भने होइन कि त्यो प्रपर्टीको जुन भ्यालु हुनसक्छ त्यसमा हुनसक्छ त्यो अनुसार जाऊ भन्ने हो होइन। इन्सुरेन्स कम्पनीले दाबी गरेको भनेको मैले भने नि अन्डर इन्सुरेन्स भएको क्लजमा भयो नि उनीहरूले आफ्नो भनेको कुरा ठिक छ होइन। र ब्याङ्करलाई यो बेलामा इन्सुरेन्सबाट जुन कुराहरू आइरहेछ नि दाबी गर्ने बेलामा नर्मल्ली इफ बर्स भन्ने कुरा त होला, तर इन्सुरेन्स कम्पनीले त्यो किसिमले रिजेक्ट गरिरहेको जस्तो पनि मलाई लाग्दैन होइन। अब मान्छेहरूले चाहिँ इन्सुरेन्स गर्दाखेरि ध्यान नदिइकन इन्सुरेन्सै मात्रै गर्ने हो नि भन्ने कुरा जुन हामी लिन्छौँ नि, अब त्यसले एउटा चाहिँ शिक्षा के दियो भने इन्सुरेन्स गर्दाखेरि मैले सबै क्लज पढ्नुपर्ने रहेछ भन्ने कुराको एउटा एवेरनेस हो नि। यो इकोनोमिक्स भनेको त्यही हो क्या, जनरल एवेरनेस भनेको आउनै पर्छ। हामीले आएको भनेको कुरा होइन। हामीले नर्मल्ली जस्तै ब्याङ्कको इन्सुरेन्स गर्दाखेरि हामी फुल भ्यालुमा गरेर आउँछौँ। बरुवारहरूको 2-4वटा केसहरूमा त्यस्तो इन्सुरेन्स आएको होला, त्यसमा चाहिँ नाइ चाहिँ हामी भन्दैनौँ। तर त्यत्रो ठुलो चाहिँ ब्याङ्कलाई चाहिँ इम्प्याक्ट यो इन्सुरेन्सको कारणले परेको भन्ने कुरा मलाई लाग्दैन। किनभने जुन किसिमको अब सहरी ठाउँमा चाहिँ घरहरू जति भत्केको छन् त्यो सायद चाहिँ धेरै ठुलो चाहिँ इन्सुरेन्स गरेको ठाउँ मैले इम्प्याक्ट परेको जस्तो मलाई लाग्दैन होइन। अब सिन्धुपाल्चोकतिर दोलखातिर जहाँ थुप्रै चाहिँ डिभास्टेसनहरू भएको छ, गोर्खातिर जुन डिभास्टेसन भएको छ
त्यहाँ चाहिँ घर कर्जाहरू अथवा बिजनेसको इन्सुरेन्सहरू त्यहाँ अलिकति असर परेको पक्कै पनि छ। त्यसमा अब कतिपय कुरा के हुन्छ भने मेरो कति इन्सुरेन्स छ भनेर मैले चाहिँ दाबी गर्दाखेरि पनि अब वेदर दे बिन जस्ट क्लेमिङ एट द राइट भ्यालु आई डोन्ट नो। यो 2071 सालको समाप्त भएको आर्थिक वर्षमा नै भयो हैन। अब 72 साल पनि त समाप्त हुने 1 महिना मात्र बाँकी छ। त्यसमा म यो भनेर चाहिँ अहिले कमिटमेन्ट गर्ने अवस्थामा म छैन। ब्याङ्कहरू सेयर होल्डरलाई मात्रै फाइदा कसरी पुर्याउने भन्ने कुराले सायद काम गर्दैन मलाई लाग्यो। अब 15% हक प्रयोग दियो भनेको पनि त मैले आज बिजनेसलाई एक्सपान्सन गर्न कोसिस गरिरहेको छु भने त्यसलाई चाहिने पुँजी मैले जुटाउनु पर्यो नि। जस्तै मैले यो वर्ष म 10 अरबको व्यापार बढाउँछु भने मलाई 1 अरब थप क्यापिटल चाहियो। त्यो क्यापिटल कहाँबाट आउँछ भन्दाखेरि यहाँ अलिकति सेयर होल्डर र यो म्यानेजमेन्टको बिचमा अलि बोन अफ कन्टेन्सन हुने खालको कुरा के भने मलाई यो पैसा मैले नै दियो हो, मलाई अगाडि बिजनेस बढाउनलाई मलाई चाहियो भन्ने अनि उहाँहरू चाहिँ 1 पैसा पनि तपाईँ हामीले नदिकन कसरी हुन्छ नेचुरली दुई आफ्नो मतलब इन्ट्रेस्टको कुरा हो। त्यसमा अलिकति ब्यालेन्सिङ गरेर जानुपर्छ र हामी त्यसमा ब्यालेन्सिङ गर्न सक्षम होला जस्तो मलाई लागेको छ। अब म आउनुभन्दा पहिले नै 15% जुन हक पेड सेयर दिएको छ त्यो पनि एक ढङ्गले साधारण सेयर होल्डरलाई त फाइदै हो नि। मैले 400 रुपियाँ जाने सेयरलाई म सेयर पनि दिइरहेको छु नि। तत्काल त्यसबाट पनि इन्ट्रिन्जिक भ्यालु बढ्यो नि उसको जुन सेयर होल्डिङ छ त्यसको इन्ट्रिन्जिक भ्यालु बढ्यो। नगदे मेरो खल्तीमा कति आयो भन्नेले मात्रै लाभांश भनेको कुरा सोच्नु भएन।